हेलो एभ्रिवान, स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ हाम्रो घरमा सानो पूजा हुँदैछ। नयाँ नक्सोको शिर उभ्याउने काम भइरहेको छ। यसमा चाहिँ हामीले सुँगुरको शिर राखेर गर्नुपर्ने हुन्छ। अनि यहाँ सुँगुर काटेर चाहिँ हाम्रो काकाहरूले चिसो सार्दै हुनुहुन्छ। अब यहाँ सुँगुर पोल्नुको लागि तयार गर्दै हुनुहुन्छ हाम्रो काकाले। अनि हाम्रो अम्बुले राईहरूको चाहिँ के अरे यो पुजारी कुल पुजारी हाम्रो सानो मेरो भतिजो हो। उसलाई नयाँ अस्ति नक्सोले छानेको छ। अनि त्यो भएको कारणले हाम्रो घरमा चाहिँ पूजाको अब काम सुरु हुँदैछ। अनि यहाँ पोल्दै खुइलाउँदै हुनुहुन्छ काकाहरूले। हाम्रो काका हुनुहुन्छ उहाँ चाहिँ। अनि यहाँ पूजाको लागि अब मट्टी तेलले जलाउनु हुँदैन अरे। यो हुन्छ नि यो खर परालहरू लाएर जलाउनु पर्छ अरे। अनि उहाँहरू चाहिँ सुँगुर खुइलाउने काम गर्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ मेरो भतिजो नक्सो ऊ चाहिँ नयाँ नक्सा छानेको अस्ति यो उमा। अनि पत्ता टिप्दैछ भर्लाकै पत्तामै हाम्रो चाहिँ तुना टपरी गाँस्नुपर्छ अरे। हामी अम्बुले राई हो नि त। मेरो घरपट्टि मेरो माइती चाहिँ म चाम्लिङ हो। अनि यहाँ सुँगुर अहिलेको खुइलाको सुँगुरलाई अब यहाँ धुने काम भइरहेको छ। अनि यहाँ फोरफार गरेर म चाहिँ यता खाना बसाउन आइसकेको छु है। अनि यहाँ खाना आज सबैजनाले खाना खानुको लागि खाना सबैजनाले पकाउनुलाई हामीले ठुलो भाँडामै बसाइदिएको। अनि यहाँ चामल लगाउँदैछु म। अनि उता चाहिँ अरू काम भइरहेको छ। काकाहरूले उता काम गर्दै हुनुहुन्छ उता पूजामा। हाम्रो चुलामा हामी त राई हो नि त अम्बुले राई। अनि अम्बुले राईहरूको त मलाई सबै कुरा थाहा छैन किनकि म चाम्लिङ हो। त्यही पनि म यहाँ सिक्ने कोसिस गर्दैछु। यो चाहिँ शिर उभ्याउँदाखेरि राख्नुपर्ने अरे सुँगुरको आधी भाग टाउको सहितको शिर उभ्याउने हाम्रो नयाँ नक्सो मेरो भतिजो हो। ऊ चाहिँ नयाँ अस्ति भर्खर हाम्रो धामी राखेर नयाँ नक्सो उसलाई जुरेको छ। अनि ऊ हो आज अहिले चाहिँ यो हो भाइ हो नक्सो चाहिँ यो भाइ। अनि मेरो भतिजो हो उसलाई। अनि यता चाहिँ हाम्रो दाजुले आन्द्रा धुँदै हुनुहुन्छ। आन्द्रा धुँदै मेरो नन्द हो ऊ चाहिँ नन्दले पानी लगाउँदै दाजु बहिनी धुँदै हुनुहुन्छ। अनि म यता चाहिँ झट्ट मसला पिस्न आएँ। अब बेलुकाको खानाको लागि तयार गर्नु पऱ्यो नि त। अनि म चाहिँ मसला पिस्दैछु। अनि यता मासु काटेर टक्क रेडी भयो। अनि यहाँ मासु चाहिँ यस्तै भाँडामा आज मासु पनि यही भाँडामा पकाउँदैछौँ। यस्तै भाँडामा भात पनि यस्तै अर्को भाँडामा। अनि यहाँ फेरि मासु काकी पकाउँदै हुनुहुन्छ। म चाहिँ यसो भिडियो खिच्दैछु घरिघरि। अनि मासु यता चाहिँ पाक्दैछ। अनि उता यो चाहिँ हाम्रो प्रसाद भन्छ चिसँग खाने अम्बुले राईहरूले भन्छ बुझ्छ होला सायद ची भनेको मलाई पनि त्यति त थाहा छैन। तर यो चाहिँ भरे प्रसादको रूपमा अलिअलि बाँड्ने गरिन्छ। अनि थोरै अनि हाम्रो काका चिसो खाँदै हुनुहुन्छ। शिर उभ्याउने के भन्छ डुली चुसाम अरे अम्बुले भाषामा चाहिँ हो उहाँहरू डुली चुसाम गर्दै हुनुहुन्छ। अनि यता हाम्रो काकाले फेरि सब्जी चलाउँदै हुनुहुन्छ। यो चाहिँ सबैजनाले भरे भात खाने। उता चाहिँ यो प्रसाद ची भन्छ थोरै कोदोको जाँड हुन्छ जाँड हामीले बुझ्ने भाषामा चाहिँ। तर हामी अम्बुलेहरूले चाहिँ यसलाई ची भन्छौँ। यो चाहिँ चिसँग खाने। अनि यो चाहिँ हाम्रो नयाँ नक्सोको शिर उभ्याउनेको लागि सामानहरू रेडी हुँदैछ। अनि हाम्रो दिलन काकाले चाहिँ यहाँ सबै तयार गर्दै हुनुहुन्छ। अनि भन्दै हुनुहुन्छ यो यस्तो यस्तो हो भनेर बुझाउँदै हुनुहुन्छ मलाई। म चाहिँ चाम्लिङ हो नि त। मलाई अब हाम्रो राईहरूको पनि आफ्नो आफ्नै हुन्छ छुट्टा छुट्टै चाम्लिङको छुट्टै अम्बुलेको छुट्टै। अनि यो चाहिँ हाम्रो नक्सोको लागि शिर उभ्याउनेको लागि हाम्रो काकाले चाहिँ यो पटुका पगडी दौरा सुरुवाल टोपी होइन। अनि यो सुँगुरको शिर राखेर हाम्रो नयाँ नक्सो चाहिँ हो मेरो भतिजो हो मेरो जेठाजुको छोरा उसलाई जुरेको भएर ऊ चाहिँ तयार हुँदैछ रेडी हुँदैछ। हाम्रो चाहिँ यसरी हाम्रो चुल्हा कोठामा यसरी पूजाहरू गरेर नयाँ नक्सो छान्दा यसो गर्दै हुन्छ। नि हाम्रो बडी चाहिँ खुसी हुँदै हुनुहुन्छ किनकि उहाँकै नाति भयो नि त नक्सो। अनि उहाँ खुसी भएर सुमसुमाउँदै हुनुहुन्थ्यो के अरे। अनि खुसी। अनि यता हाम्रो चाहिँ पाहाडबाट झर्नुभएको बाजे ऊपो। अनि उहाँले चाहिँ नयाँ नक्सोलाई सिकाउँदै हुनुहुन्छ। उहाँ चाहिँ पुरानो नक्सो हुनुहुन्छ उहाँलाई चाहिँ सबै थाहा छ। अनि नयाँ नक्सोले चाहिँ के गर्नुपर्छ भनेर उहाँले चाहिँ सिकाउँदै हुनुहुन्छ। अनि त्यसमा भनेर उसले चाहिँ हात जोडेर हुन्छ म यस्तो गर्छु भन्दै हुन्छ। नक्सो भएपछि सबैको आफ्नोको कुलपित्री हुन्छ नि आफ्नो दाजुभाइभित्रको सबैजनाको कुलपित्री पूजा गरिदिनुपर्छ तिमीले ठुलो हुनु हुँदैन भन्छ हुन्छ भनेर उसले चाहिँ यहाँ सिकाउँदै हुनुहुन्छ। अनि उसले चाहिँ हात जोडेर हुन्छ हुन्छ भन्दैछ। अब फेरि त्यस्तो अम्बुले भाषामा भनिरहनु भएको छ। म चाहिँ अब बुझ्दिनँ नि त। पछि काकाहरूले यसो भनेर भन्नुभएको थियो मलाई बुझाउनु भएको थियो। अनि मैले चाहिँ त्यही अनुसारले अहिले भन्दैछु। अनि मलाई पनि थाहा छैन त्यति मजाले। अनि
सिकाउँदै हुनुहुन्छ उसले चाहिँ त्यसमाथि हस् भन्दै आफ्नो शिरले निहुराउँदै भन्दैछ। अनि म चाहिँ यहाँ काकाहरू सबैजनाको भिडियो अनि यता चाहिँ अब गर्दैछु। अनि यता पछि चाहिँ हाम्रो ची र अनि यो के अरे हरू खाने काम हुँदैछ। प्रसाद खाने चीसँग प्रसाद बाँड्दै हुनुहुन्छ। यसरी यो चिन्डो वाबु भन्छ हाम्रो चाम्लिङहरूले चाहिँ सबैले बुझ्ने भाषा चिन्डोबाट सबैलाई प्रसाद बाँड्दै हुनुहुन्छ। हाम्रो काका हुनुहुन्छ उहाँ चाहिँ अनि मलाई पनि दिँदै हुन्छ। मैले पनि लिइसकेँ। अब त्यसमा चाहिँ थोरै त्यो अघि पकाएको प्रसाद मासु बाँड्दै हुनुहुन्छ। अनि यो चाहिँ हेर्दा चाहिँ सादा पकाएको हुन्छ तर अति मिठो लाग्ने के साथीहरू यो चाहिँ, किनकि यो प्रसाद भएको कारणले म पनि खाँदैछु। मिठो मानी मिठो भयो भने आज चाहिँ अब लगभग अन्तिमतिर आइसकेको छ। मेरो च्यानललाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त। बाई बाई साथीहरू।